किन खुसी लागेको छ भनेदेखि यो लाखे नाच भनेको यो हाम्रो संस्कार संस्कृतिभित्र पर्छ। लाखे नाचलाई सबैले लाखे के हो भन्ने कुरा अहिलेसम्म पनि बुझेको छैन। कसैले भूतको रूपमा लिन्छ, कसैले लाखे भूतको रूपमा पनि लिन्छ, कसैले पितृ देवताको रूपमा लिन्छ, कसैले के लिन्छ। त्यसकारण यसबारे पनि बुझ्नु असाध्यै जरुरी छ। तर आज संयोगवश हाम्रो नगर अध्यक्ष मनोहर भाइ आउनुभएकोले उहाँले प्रश्नसँग राम्रोसँगले बुझाइदिनु भयो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। र उहाँले आफ्नो हातमा भएको उहाँसँग भएको के यसको विषयमा लेखहरू छाप्नुभएको थियो। उहाँले त्यो छ भनेदेखि एक प्रति सबैको हातमा दिनुभयो भनेदेखि अझ राम्रोसँग अध्ययन मनन गर्ने थियो होला भन्ने मलाई लाग्दछ। यो थपकोठीले धेरै दिन भयो पहिले धेरै सक्रिय रूपमा आइरहेको थियो। अहिले अलिकति कार्यक्रमहरूमा चाहिँ कमी आएको थियो। तर अब सुरु फेरि कार्यक्रम राम्रो कार्यक्रम लिनु सुरु गरेको छ। त्यसको लागि म उहाँहरूलाई धेरै धेरै बधाई ज्ञापन गर्दछु। थपकोठीको उत्तरोत्तर उन्नति हुँदै जाओस् भनिकन पनि म सबैलाई अनुरोध गर्दछु। यो कार्यक्रम यहाँ भएकोमा मलाई भनिकन भनिरहेको छु भनेदेखि म नेवा देवताको अहिले चाहिँ म केन्द्रीय सल्लाहकार छु र पहिले चाहिँ म जिल्लाको अध्यक्ष थिएँ। मेरो पालोमा नै हामीले जिल्ला समिति गठन गरेको थियौँ र धेरै वर्ष भन्नाले कति वर्ष बिर्स्यो, धेरै वर्षसम्म म अध्यक्ष नै भएको थिएँ। र त्यति बेलाको काम क्रियाकलापमा चाहिँ हामीले त्यति कार्यक्रमहरू गर्न नसके पनि हामीले नेवा देवताको के हो र नेवा देवताको कर्तव्य के हो र नेवा देवतालाई घर घरमा कसरी पुर्याउनुपर्छ भन्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ हामीले उजागर चाहिँ त्यति बेला पनि गरेका थियौँ। र हामीले त्यति बेला गरेको एउटा काम चाहिँ म छोटकरीमा भन्दैछु। एउटा काम चाहिँ हामीले के गरेका थियौँ भनेदेखि मलामी खाजा खुवाउने ठाउँको हामीले बन्दोबस्त गरेका थियौँ। किनभनेदेखि खत्रीधारामा जुन मलामीहरू जान्थ्यो खाजा खाँदाखेरि कोही डिलमा, कोही ढुङ्गामा, कोही कहाँ बस्नुपर्ने, पानी पनि खान नपाउने त्यस्तो अवस्था थियो। त्यस्तो अवस्था भएको बेलामा चाहिँ हामीले एउटा ठाउँ बनाएर त्यसमा व्यवस्थित गरेर र बेन्चहरू पनि राखेर पानीको टोयलेटको पनि व्यवस्था गरेका थियौँ। र अध्यक्षता मैले छोडिसकेपछि मैले त बिर्सिगएको थिएँ धेरै भयो। त्यसदेखि पछाडि अहिले 2 वर्षदेखि चाहिँ यहाँको त्यो वडाको एकजना जागरुक भाइ हुनुहुन्छ, गणेशजी हुनुहुन्छ। उहाँले चाहिँ यो कुरालाई मनन गरिराख्नु भएको थियो र अहिले भर्खरै चाहिँ हामीले यो जग्गालाई के गर्ने भनिकन अलिकति व्यवस्थित गरौँ। र नेवा देवताको चाहिँ हाम्रो जिल्लाभरिमा चाहिँ घर भवन छैन। त्यो भवन नभएको हुनाले हामीले खट्किराखेको थियो र त्यो ठाउँमा हामीले जुन अहिले भवन थियो त्यहाँ खाना खाने घर भनिकन भनेर व्यवस्थित गरेर बनाएका छौँ। बेसमेन्ट राखेका छौँ, टोयलेटहरू राखेका छौँ र त्यो ठाउँलाई अलिकति ऐलानी जग्गामा एक्सटेन्ड गर्नु सक्यो भनेदेखि त्यहाँ हाम्रो राम्रो भवन बन्नेछ भनेर मैले सबैलाई नै अनुरोध के हार गुहार नै गरिराखेको छु गरिसकेको छु। र गणेश भाइले चाहिँ अहिले त्यसको नक्साहरू बनाएर त्यसमा बजेटको पनि कताबाट व्यवस्था हुन्छ भनेर उहाँले गर्दै हुनुहुन्छ। त्यसको लागि म यहाँ सबैलाई पनि अनुरोध गर्दछु यस विषयमा सबैले मनन गरिदिनु होला र सबैले सहयोग गरिदिनु होला। यसलाई हामीले चाहिँ जिल्ला स्तरीय एउटा भवन भयो भनेदेखि जिल्लाको मात्रै होइन, नगरको पनि हुन्छ, वडाको पनि हुन्छ, सबैको एउटा भवन चाहिँ हामी त्यसको लागि तयार गरौँ भनेर पनि अनुरोध गर्दछु। यो आजको कार्यक्रममा मलाई यहाँ प्रमुख अतिथि बोलाएर तपाईँहरूले धेरै मलाई जुन सम्मान दिनुभएको छ। वास्तवमा चाहिँ अहिले म धेरै कुराहरू बिस्तारै अब उमेरको हदले पनि त होला, अब बिर्सिँदै पनि त जान्छ, हिँड्नु पनि नसक्ने हुन्छ। र तपाईँहरूको सामान्य उपस्थित भएर 2 शब्द बोल्नु पाउँदाखेरि मलाई आज अझ ऊर्जा आएको जस्तो लागिरहेको छ। मलाई खुसी लागेको छ। यो कार्यक्रमको उत्तरोत्तर उन्नति हुँदै जाओस्, संस्थाको उत्तरोत्तर उन्नति हुँदै जाओस् भनेर म अनुरोध गर्दै सबैसँग बिदा दिन्छु। धन्यवाद। शुभादु आजका प्रमुख अतिथि मैजू सरला काशीज्यूलाई। अब कार्यक्रमको अन्तमा हाम्रो